वेलकम ब्याक टु माई युट्युब च्यानल। मेरो स्वागत छ तपाईँलाई मेरो अर्को रियाक्सन भिडियोमा। आजको रियाक्सन रहेको छ ओजी वुड्स प्रेजेन्ट्स घरबेटी एन्ड रुममेट्स। ओजी वुड्सले नयाँ भिडियो बनाउनु भएको रहेछ होइन, एक दुई दिन भएको रहेछ अनि मेरो हल्का काम पनि थियो अनि रियाक्सन गर्न पाएको थिइनँ होइन। आज चाहिँ म रियाक्सन गर्न गइरहेको छु ओजी वुड्स प्रेजेन्ट्सको। त्यही भनिहालेँ अब होइन, हेर्नुभएको छ भने केही छैन र हेर्नुभएको छैन भने त हेरिदिइहाल्नु न त होइन। ल हेरिदिइहाल्नु है, ढिला नगरिकन हेरिदिइहाल्नुहोस् होइन। अनि च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होइन, यदि न्यू हुनुहुन्छ भने। अनि सपोर्ट देखाउनुहोस् न हल्का। ल स्टार्ट गरिदिएँ है त। आइस ए ल्यायो बाबु। ल त्यो कोइल राख्ने ठाउँमा राख। आइस र कोइल कस्तो कम्बिनेसन हो यो? आइस कसरी बल्छ यो? आइसमा कोइल राख्यो भने चाहिँ कोइल लिएर आइज भनेको आइस पो लिएर मरेछ। यस्तो बिर्सिने बानी। त्यही भन्दै थिएँ त म पनि। अब आइस र कोइलको कम्बिनेसन कस्तो हो भन्दै थिएँ म नि हुक्कामा। अब के मेरो यो हेरेर बस्छ मगर कोइल लिएर आइज। कान हल्का सुन्दैन जस्तो छ नि त। भुल ए भुलले बिरामी रहेछ। मालिक कुन फ्लेभरको कन्डम रे? ए छोले मैले तँलाई कोइल लिएर आइज भने होइन, स्याङ्गाली टाइका पसलबाट ल्याउँ त। फेरि खायो, झापाली टाइकाबाट ल्याउँ त। खायो 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 फेरि खायो। ला मालिकलाई नै कुटो। होइन मालिक, तपाईँले झापाली र स्याङ्गालीलाई चाहिँ किन देखिन सक्नुभयो? आजभन्दा 2 वर्ष अगाडिको कुरा हो केटा। एकजना झापाली मेरो घरको गेटमा आएर बेल बजायो। अगाडि के थियो होला? अङ्कल नमस्कार, मेरो घर चाहिँ झापा हो, म चाहिँ भेटनरी पढ्दैछु, अहिले चाहिँ प्र्याक्टिकलको सिलसिलामा आएको। यदि हजुरको घरमा कुनै बोका छ भने फ्रीमै खसी बनाइदिन्छु। हाम्रोमा त्यस्तो बोकासोका पाले होइन, जाऊ भाइ। बाठा हुँदैन अरे नि त झापालीहरू चाहिँ। त गयो तर मलाई खसी बनाएर गयो। त्यो दिनबाट न त म बिहे नै गर्न योग्य भएँ, न त मलाई कुनै दिन सम्भोग गर्ने नै इच्छा लाग्यो। ओहो, अनि स्याङ्गालीसँग चाहिँ के भएको मालिक? बिजोग गराएछ झापालीले। एकजना सिङ्गाली केटो हाम्रै घर बस्थ्यो। केटो हेर्दा इमान्दार थियो। एक दिन चाहिँ ल है केटा, म चाहिँ यस्तो काम पर्यो, बाहिर निस्किनु पर्यो, घरमा भएकी बुढी आमाको राम्रोसँग हेरविचार गरेस् भनेर छोडिदिएको थिएँ। दिउँसो चाहिँ आमाले बाबु भोक लागेर मेरो पेटमा मुसा दौड्यो भन्नुभएछ। मुसाको दबाई दियो भन्छ होला अब। खुवाउन त खुवायो तर आमाको पेटभित्रको मुसा मारिदिन्छु भनेर मुसा मार्ने औषधि दिमाग थाहा हुन्छ। तर गाइस मैले हेर्छु नै यो भिडियो चाहिँ, रियाक्सन गर्छु भनेर नहेरेको थिएँ। सेङ्गाली मेरो नाम सुनेपछि यो घरमा त के यो इलाकामा समेत पाइला राख्न सक्दैनन्। यत्रा नसक्नु, जब मैले एउटा केटी पठाउन सक्दिनँ होला त। झापालीलाई अन्डर एस्टिमेट गर्ने काम नगरे। नगर झापालीलाई अन्डर एस्टिमेट। बेच्यो भने नि पुरै काठमाडौँको केटी किनिन सक्छु, बुझिस्? अब यही गर, पिछाइ झापाली भन्, अनि घरबेटीबाले सम्मानका साथ घरबाट निकालिदिन्छन्, अनि थाहा पाउँछस्। त पनि यही सेङ्गाको टोनमा बोल अनि बोरा बिस्तार बाँधेर सेङ्गा फर्किन पर्ला। यसरी त हामी फस्छौँ त केटा, घरबेटीबाट कसरी बस्ने होला? यति सानो कुराको लागि टेन्सन नगर कि। हेर, घरबेटी बुढो हुक्का भनेपछि हुक्कै हुन्छ। फेरि तँलाई थाहा छँदैछ नि, उहाँ हाम्रो झापाको बारीका पाटैभरि हुक्का फलेर खालबाल छ। एउटा मात्रै बोट ल्याएर बुढालाई दियो भने बुढो मक्ख परिहाल्छ नि। तेरो हुक्काको बोट नचाहिँदो गफ जोत्ने। अनि तेरो नाकबाट गाँजा भनेको ल सायद उसले हुक्काको बोट हामी एक आपसमा झगडा गरेर उनीहरूलाई केही पिरी छैन। यदि घरबेटी बुढाले तँ झापाली म स्याङ्गाली भनी थाहा पायो भने घरबाटै निकालिदिन्छ। हाम्रो यो रुममा बस्नु छ भने हामीले आफ्नो बानी सुधार्नै पर्छ। जसरी समुद्रबाट बाँध उडेर माथि आकाशमा गएर चिसिँदा पनि पानी पर्न सक्दैन, तब जमिनमा रहेका भेउताहरूको बिहे गरायो भने मात्र पानी पर्न सक्छ। मतलब यो हामीले आँट्यो भने गर्न सक्छौँ। त्यो त हो। ल केटा, सुरुमा मेरो ल्याङ्ग्वेज सुधारौँ, त्यसपछि तेरो बानी सुधारौँ। ल त्यसै गरौँ। ल आउनु I am Baba Dr. Takila. Graduate in Civil Engineering from IUE Puchok. रक्सीको नाम भन्दैछ उसले त टकिला। तिमी चिन्ता नगर बालक, जब जब सेङ्गाली र झापाली माथि अन्याय र अत्याचारले सीमा नाग्छ तब तब यो बाबा टकिलाले उठाउँछ बालक। के बाबा? आवाज बालक। रक्सीको गिलास बालक।
ए पास कर बाबामाथि विश्वास गर कि सब ठिक हुन्छ हेर्दै भाडा पुच्छर जस्तो यो गाँठो यो बाबाको विश्वास नगरे पनि मेरो त विश्वास गर यसैको विश्वास गर्छु लौ के हो सुरु गरौँ ओ मुवाना पनि कस्सी बराबर सेक्सी खै तेल सेक्सी म त के थाहा गर सेक्सी गर्न लाग्यो नामले होइन नि बाबा भाषा परिवर्तन गर्न लाग्यो ओम गलत मन्त्र भएछ बालक ए मिल्दिन त्यसो भए दाजु त यो पनि मिल्दिन कि मूर्ख बालक म त गर्छु Oh, according to the Newton third law of motion, every reaction there is equal but opposite reaction. Bala, you keep. ला फर्मुला हान्दैछ बाबाले त फर्मुला हान्दैछ सञ्जालीलाई नभन जाली एकैचोटी बनाइदेऊ नेपाली बालक यो के हो अम्बा ला ल बालक तिमीले पहिलो चरणको परीक्षा पास गरिसकेका छौ अब हामी अर्को चरणमा लागौँ हुन्छ लागौँ बाबा Oh, the father of quantum physics is but who is the mother? कत्रा कत्रा फिजिक्सको कुरा लाउँदैछ बाबाले बटी ल बालक अब सबै भएर जाँठा भन्नु बाबा उनले कहाँ मुखबाट बोल्न सक्छ त उनले त नाकबाट मात्रै बोल्न सक्छ ओ नाकबाट पास हुने ध्वनि मुखबाट पास गराइदियो प्रभु जाँठा भन्नु बालक जाठा बाबा दोस्रो चरण पास बाबा बालक बाबा बालक बाबा जाँठा नेपाली हजुर बाबा अब यसको थ्योरी क्लास सकियो प्र्याक्टिकल सुरु हुन्छ ओके बाबा जा थ्योरी सिक्यो प्र्याक्टिकल ओके बाबा ग्यासमा पानी ताप्दैछ जा त स्याङ्गेल चाहिँ गएर पानी छोप हस् बाबा चोप चोप अनि म गएर खान्छु भन्छ बाबाले खतरा फिजिक्स यहाँनिर खतरा खतरा लाउँदो रहेछ के गरौँ बाबा के हो छोप्दा त पोल्छ त अनि प्लेटले छोप भनेको बालक ला प्लेट भनेको कुन हो अब मबाट यो सब हुँदैन अब यो छोडा मेन जहाँ भन्दै गएर बसाउँला बरु रात कुशल फाइनलमा आएर मैदान छाड्ने कुरा नगर अब सबै मात्रै इफोर्ट लगा तैँले गर्न सक्छस् यु क्यान डु इट कुशल यु क्यान डु इट डु इट जरो थालुठा राख्न सकेको छैन ये सबै खुसी भयो ओ बाबा त्यसले गरेर देखायो बाबा गरौ वाह केटा वाह बधाई छ तँलाई तैँले मलाई प्रफुल्लित पारिस् बालक तैँले लगभग सबै चरण पार गरिसकिस् अब तेरो अन्तिम परीक्षा चाहिँ ला यो अम्बाल र बेलौती नभनिकन आफ्नो घरबेटीलाई दिएर आइजा मैले सक्छु त बाबा यो दिन तैँले सक्छस् बालक के भनेर दिनु त बाबा जा गएर गाउँबाट लिएर आएको माइलो भएको अम्बा भनेर दे माइलो भएको अम्बा अरे घरबेटीमा माइला भएको अम्बा माइलो भएको बोटको अम्बा भनेर नि माइलो भएको अम्बा घरबेटीमा माइला भएको अम्बा घरबेटीमा माइला भएको अम्बा घरबेटीमा माइलो भएको अम्बा बाबा के भन्छ होला के हो लौनु माइला भएको अम्बा माइलो भएको माइला भएको अम्बा खम्बा अरे ल केटा बधाई छ तैँले गरेर देखाइस् फाइनल्ली त एउटा सेङ्गाली चाहिँ नेपालीमा परिवर्तन भइसक्यो केटा धन्यवाद बाबा बाबा हजुरलाई धेरै धेरै धन्यवाद हजुरले गर्दाखेरि यो सबै सम्भव भयो अब हजुर प्रस्थान गर्न सक्नुहुन्छ हस् बालक हस् एकछिन बालक के भयो बाबा कुनै मन्त्र छुटेर नो बालक पेमेन्ट प्लिज बाबा हामी गरिब हो के बाबा तपाईँले पैसा कसरी दिउँ खानै नगएको त 5 दिन भइसक्यो यहाँ ला खाँदैछु मेरो अर्को या बाबा यसले होइन क्या मैले यो 5 दिनदेखि के नखाएको तपाईँ बाबा जस्तो मान्छे बुझेर गइहाल्नु न यार
ल केटो बस्न चाहिँ खत्रै घरमा बसेर रहेछ ल त्यही बाबा हेर्नु त मतलब आफ्नो त झापामा गर्छ सबले सेवा दिन्छु होइन कसको यत्रो हिम्मत यो झापालाई निषेध गर्न खोज्ने ला सिधारियो झ्याक्ने ए झापामा गर्छ सबले सेवा दिन्छु सौगातमै झापालीले फ्रेन्ड बल्ल तल बनाएको कुरा पनि बिगार्ने भयो झापालीले अनि के मुसो जस्तो भएर बस्छ बाघ जस्तो हो न बाघ जस्तो भित्र हिँड्नु ए यो रुम तेरो ए झापामा गर्छ सबले सेवा दिन्छु म पनि झापाली त पनि झापाली हो कि नै यतिकै जोसिलो चाहिँ हुनुपर्छ है झापामा गर्छ सबले सेवा दिन्छु कोन मुना लिएर आइस केटा कुन गाउँबाट आएको साथी हो यार कस्तो हेर्दै पागल जस्तो ए झापाली त बेला एक्लै होइन फेरि ए भाइ म पनि सेन्डेली हो चिन्न सिक्याउ नाइ चिनेन ए तिमी घर उ बेलामा मेरो बाघसँग कुस्ती खेलेर जिउँदै घर फर्क्याउँ ए त्यही बात त हाम्रो खोरबाट फुकेर भागेको तिम्रो भेट हुनै पाएको छैन के कुकुर बिरालो जस्तो झराहरूको चिन्ता बस होइन केटा तैँले मलाई यो झापाली भन्न चाहिँ किन दिइराखेनस् किन हो यार हाम्रो घरबेटीलाई झापाले सेन्डाली भनेको मनै पर्दैन कि मन पर्दैन होइन यदि बुढोले हामी सेन्डेली र झापाली हामी थाहा पायो भने हाम्रो लास पनि नभेटिन्छ मलाई अरू गाड्छ त्यही भएर यो घरमा बस्न छ भने चुपचाप लागेर बस्नु बुझिस् नि कसम सौगात मलाई त मुत्न जान डर लाग्यो हिँड्न जान मुत्न जान डर लाग्यो अरे सुन्दैछु रुममा नयाँ मान्छे लिएर आएको छस् रे हजुर घरबेटीकै छोरा छ तिमीहरूले घरको मर्यादा बिर्सिए जस्तो लाग्यो किन घरबेटीमा के भएर तिमीहरूले नयाँ पाहुनालाई झापाली र सेङ्गालीको बारेमा भनेनौ जस्तो लाग्यो किन नभन्नु घरबेटीमा भर्खरै भनेर म त लैजाँदैछु हेरौ केटा हो मैले त तिमीहरूलाई आँखै चिन्नेर विश्वास गर्न सक्छु तर एकचोटि के भयो भन्दा यही कोठामा दुईजना केटाहरू बस्थे ती केटाहरू पनि हेर्दा सोझो सोझो थिए तर झापाली र सङ्गाली थिए मान मर्यादाहरू बुझेका थिए तर एक दिन के भयो भन्दा ती केटाहरूले मेरै आँखा थलेर यो घरमा झापाली छिराए फेरि तिमीहरूलाई थाहा छँदैछ केटा हो मैले यो झापाली र सेन्जालीलाई गन्दै नै थाहा पाउन सक्छु भनेर त्यसपछि के भयो त घरबेटी बा के हुनु नि त्यो केटो अर्को दिन घर फर्किएन केटा हो अनि कहाँ मामा घर गयो त मामा घर जानु त्यो केटालाई मैले रात लगेर बन्चरी डाँडामा गाडेर आएँ केटा हो डेन्जर बोट उम्रिएको छ हाम्रो घरबेटीमा त कडै मान्छे हो नि ल केटा हो म चाहिँ तिमीहरूलाई यो बिजुलीको बिल दिन आएको थिएँ भाडा चाहिँ टाइममै तिरौ है केटा हो ए भइहाल्छ नि घरबेटीमा तपाईँ टेन्सन नलिनु न ल अहिले चाहिँ म लागेँ ल केटा हो खाना पनि खाइयो अब मजाले सुतम है त ओइ त्यो बुढाले के भनेर गयो यार केटा मलाई त लास्टै डर लागिरहेछ म त भोलि बिहान हुने बित्तिकै कुल्लाम ठोकिदिन्छु ल जे गर्न छ भोलि बिहान गरौँ अहिलेलाई बिहान उठ्दै उठ्दैन होला भरेलाई लगाएर गाड्नु अरे ओए तेरो साथी कहाँ गयो मैले भने कस्तो लाग्यो त कि हिजो घरबेटीले जे भन्यो त्यही गर्यो ए जेसुकै होस् त्यो सालीले झापाली भनेर धन्न हामीलाई धरापा पारेको यार त्यही त यार धन्न घरबेटीले हामीलाई झापाली र सेङ्गाली भनेर थाहा पाएन यार दाइ यार प्लिज दाइ मेरो दाइ केही नगर्नु है अब तिमीहरूका दिन सक्के केटा हो सक्के मेरा दिन सुरु भयो ए दाइ भनेर तपाईँले चाहिँ के फाइदा हुने हो र यार छोडिदिनु न दाइ यार मैले गरेर मालिकलाई भने मेरो तल वृद्धि हुन्छ ए दाइ यार त्यस्तो नगर्नु न यत्रो नगर्नु भुला त्यस्तै लाग्दैछ मलाई दाइ रुक्नु दाइ दाइ रुक्नु न दाइ यार रुक्नु दाइ यार मालिक के को भन् के हाम्रो कोठा बस्ने केटाहरू त भन् त भुला केटाहरूले के भयो तिनीहरू त के रहेछन् नि धन्न यो पालेको बिर्सिने बानी थियो र आज बच्यो है ए भाइ हजुर दाइ तँलाई के लाग्छ मैले बिर्सेर तिमीहरूका कुरा मालिकलाई भनिन होला मतलब मैले तिमीहरूलाई जानी बताएको किन र दाइ किनभने म आफै एउटा झापाली हो भाइ ला हो दाइ हो नि भाइ हिजो तिमीहरूलाई मालिकले भन्तरे डाँडामा गाडेको मान्छेको कुरा गर्नुभएको थियो नि हो त्यो मान्छे मेरो आफ्नै भाइ थियो ला हो दाइ हो म त्यही भाइको बल्ला लिनको लागि यो घरमा पाले बनेर आएको ए तपाईँ टेन्सन नगर्नु दाइ अब तपाईँको साथमा म पनि छु ल ठिक छ भाइ म यस्तो चाहन्छु कि यो घरमा सेङ्गाली र झापालीले मात्र भरियोस् तर यो घरको घरबेटी
सधैँ भ्रममा मात्र बाँचिरहोस्। लो सुनेछ सबै सुन्नु घरबेटीले। तिनटैलाई निकालिदियो तिम्रीमा झाँक्ने हो तिमीहरू मेरै घर बसेर मलाई उल्लु बनाउन खोज्ने। आज तिमीहरूको भाग्य गोलियो रहेछ र यहाँबाट जिउँदै फर्किरहेछौ। खुरुक्क यहाँबाट निक्लिहाल। ल इन्कान छ आजबाट तैँले काम गर्ने त्यहाँ इमान्दार भएर काम गर्ने बुझिस्। तेरो घर रौतहटै हो नि। स्याङ्जालीलाई छोड्दैछ। यहाँ छ त स्याङ्जाली। एनिवे गाइस सिद्धिसकेको छ होइन। आजको रियाक्सन भिडियो यही यस्तै थियो। फेरि उनीहरूले आफ्नै भाइलाई पठाएको रहेछ क्या फेरि लास्टमा चाहिँ फेरि यिनीहरूलाई फेरि एन्ट्री गर्नुको लागि। ल च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनुहोस्। ओजी वुड्सलाई पनि उता गएर र मलाई पनि लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होइन। आजको लागि यति नै। फेरि नयाँ भिडियो लिएर आउने नै छु म। अहिलेको लागि चाहिँ टिल देन बाई।